1997 सालमा स्थापना भएको शाखा दैलेख जेसिस कर्णाली प्रदेश, जो आफैमा एउटा दुर्गम प्रदेशका रूपमा परिचित छ, त्यसको एउटा अभिन्न अङ्गको रूपमा रहिआएको छ। 1997 सालमा स्थापना भए यता तत्कालीन रूपमा धेरै उतार चढाव, सुख दुःख, माथि तलको परवाह नगरिकन अगाडि बढिरहेको यस संस्थाले निरन्तर नेपाल जेसिसको मूल मर्म नेतृत्व, विकास, त्यसै गरिकन युवाहरूलाई सशक्तिकरण गर्ने मुद्दामा आफ्नो भूमिका खेल्दै आएको छ। लगभग 30 वर्षको यात्रामा हामी जुन ठाउँमा उपस्थित भएर आज अगाडि बढिरहेका छौं, त्यो आफैमा एउटा चुनौतीपूर्ण यात्रा थियो। हिजोका दिनका अध्यक्षहरू र आज मैले यो संस्थाको अध्यक्षता ग्रहण गरिरहँदाखेरि यसका चुनौती थुप्रै छन्, तर पनि हामीले आफ्नो अवस्था, व्यवस्था र हाम्रो क्षमताले भ्याएसम्म यस संस्थालाई थप मजबुत बनाउँदै यसलाई एउटा सुदृढ संस्थाका रूपमा स्थापित गर्न खोजिरहेका छौं। यसले धेरै व्यक्तित्वहरू, धेरै नेतृत्वकर्ताहरूलाई पनि जन्म दिइसकेको छ र यो संस्थाले भोलिको दिनमा पनि धेरै ठाउँमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र विभिन्न अन्तर्राष्ट्रिय संस्था लगायतको नेतृत्वकर्तालाई जन्म दिन सक्छ भन्ने हामीले विश्वास लिएका छौं। सो विश्वासलाई आत्मसात गर्दै एम एक्ट अचिभ को यो वर्षको नारालाई सार्थक बनाउनका निमित्त हामी अगाडि बढिरहेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। हस्, धन्यवाद। नमस्कार। जय जेसिस दैलेख जेसिस 2026 की महासचिव रेखा थापा। 1964 में स्थापना भएको नेपाल जेसिसले आफ्ना शाखाहरू देशैभरि विस्तार गर्दै आइरहेको छ। 18 वर्षदेखि 40 वर्ष मुनिका युवाहरूलाई आबद्ध गराई खोलिएको यो संगठनमा विशेष गरी युवाहरूको नेतृत्व र व्यक्तित्व, क्षमता अभिवृद्धि, सामाजिक सेवा र युवालाई कसरी उद्यमशीलतामा जोड्ने भन्ने विषयलाई विशेष जोड दिँदै आइरहेको छ।